समयमै अधिवेशन गराउन लगायत सुशासनका कुराहरूमा प्रतिबद्धता व्यक्त गर्न चाहनु हुँदैन। त्यो हामीले ठोस कदमहरू यदि हामीले देखेनौँ भने हामी जेनजी युएमए समूहका साथीहरू मात्र होइनौँ कि कङ्ग्रेसभित्रका युवा पुस्ता र सबै पुस्ताका परिवर्तन चाहने जति पनि हामी इमान्दार कार्यकर्ताहरू छौँ, हामीहरू भदौ 23मा चाहिँ जुन आन्दोलन भएको छ नेपाली कङ्ग्रेसभित्र पनि हामी त्यही आन्दोलन चाहिँ गर्नेछौँ, त्यसको तयारीमा हामी लाग्नेछौँ भन्ने पनि हामी आज यहीँबाट चाहिँ हामी घोषणा गर्न चाहन्छौँ। र बिपी कोइरालाले एउटा कुरा भन्नुभएको थियो, त्यो भन्दै चाहिँ म आफ्नो अन्त्य गर्न चाहन्छु। बिपी कोइरालाले भन्नुभएको थियो प्रजातन्त्र आइसकेपछि नेपाली कङ्ग्रेसमा सुकिला मुकिला चिल्ला गाडी चढ्ने चाहिँहरूको चाहिँ पार्टीभित्र हावी हुनेछ र त्यस बेला चाहिँ इमान्दार कार्यकर्ताहरूले फेरि एकपटक चाहिँ पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने थियो भन्नुभएको थियो। र अहिले त्यो समय आएको छ। मैले भन्न खोजेको धनी वर्ग रिच मान्छेहरू व्यापारीहरू व्यवसायीहरू चाहिँ कङ्ग्रेसमा आउनु हुँदैन भन्न खोजेको होइन, तर टिकट वितरणमा पद वितरणमा केवल पैसा भएका कारण केवल आर्थिक सम्पत्ति भएका कारण मात्रै जुन जिम्मेवारी दिने प्रवृत्ति छ त्यसका विरुद्धमा चाहिँ अब हामी चाहिँ सङ्घर्ष गर्न तयार छौँ।